भइसक्छ एउटा न डाटी कुरा भनौँ दाइ के भनौँ त्यो के भन्छ पहिला पहिला तपाईँको गाना आउँदाखेरि मैले तपाईँलाई के भनेर चिन्थे भनौँ के मुसेको छोरा के भन्ने थियो मैले त खै त्यस्तै त्यसो नै अनि म त सोच्थेँ कि मैले तपाईँको नाम चाहिँ मुसेको छोरा रहेछ भनेर सोचेको थिएँ क्या अनि पछि पछि गएर चाहिँ एस्टिमेट भनेर थाहा पाएको न त अब त्यो मान्छेले भन्दा पनि सोधिहाल्यो भने पनि चिन्दैन हौ मुसेको छोरा भनेर यसरी भन्थ्यो क्या अनि उहाँ अघि आइसक्नु भएको अनि त्यहाँ अघि यसो सुट भन्ने चिज कार्यक्रम हुँदै थियो है अनि अघि फोटो खिचेको दाइहरू त नि यत्तिकै 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 गर्नुहुन्छ म त के गर्ने गर्ने म चाहिँ यस्तो गर्ने हामी जस्तो गरेको ऊ चाहिँ यस्तो फोटो खिच्दिन हतपति होइन अनि त्यही थम्नेलको लागि कहिले खिच्यो भने खिच्यो कहिले कहिले मलाई त दाइ होइन फोटो नखिचेर तिमी खतरा बोल्दो रहेछ यार ब्लगमा म त बानी छैन म त अकवर्ड लाग्दैछ ब्लगमा कसम हो त्यो फोटो खिच्ने बेला मलाई के गर्ने गर्ने भएको त तपाईँलाई बोल्ने बेला आफत पर्यो तिमी डेन्जर बोल्दो रहेछ अब यहाँ तपाईँ उता उता परको उसमा चाहिँ हुन्छ होला तपाईँ होइन